यति बेसी निहुरो हेर्नुस् न। बारी जोत्न लागि राखेको निहुरो पलाइसकेछ यति बेसी। अब यो सब्जी लगेर फेरि बारी उयो गरेर फेरि जोत्नुपर्छ। अझै बारीमै सब्जी अर्कै सब्जी निहुरो टाढो जानु पनि पर्दैन। अन्त निहुरो अब यतै बारीबाटै सब्जी यति बेसी छ सबै निहुरो यस्तो। अनि त कति तल जानुपर्छ कुनैको। हाम्रो चाहिँ बारीमै निहुरो सब्जी सबै हुन्छ। काटी चाहिँ राख्नुपर्छ निहुरोको घाँस काटेर यस्तो काटिराख्नुपर्छ है, राखिराख्नुपर्छ। अन्त टाढो जानु पर्दैन। अहिले हिउँदोमा फेरि पानी परेको हुन्छ, टाढो जानु पनि पानीले के फेरि पानी पर्यो भने पानी परिरहेको बेला निहुरो टिप्यो भने त्यो पानीमा टिपेको निहुरो मिठो हुँदैन भन्नुहुन्छ। निहुरो भयो, अन्त उयो सिस्नो भयो। सिस्नो खानु हुँदैन, मिठै हुने मतलब टेस्टै जान्छ। निहुरो र उयसको त सिस्नोको त टेस्टै जान्छ पानीमा टिप्यो भने, मिठो हुँदैन। यसमा चाहिँ छुर्पी हाल्नुपर्छ अलिकति, छ भने छुर्पीसँग पकाउनुपर्छ, मिठो हुन्छ। यसमा चाहिँ तपाईँहरूले चाहिँ कसरी पकाएर खानुहुन्छ? हामी चाहिँ यसमा छुर्पी छ भने छुर्पी हाल्छौँ। अन्त टमाटर अलिक बेसी हेरेर हाल्नुपर्छ। अन्त त्यो सुक्खा खुर्सानी, अन्त खुर्सानी बिना खान सक्दैन सब्जीहरू, खुर्सानी चाहिन्छ। पिरो यसमा चाहिँ पिरो अलिक हालेर त्यहाँदेखि खानुपर्छ यसमा। तपाईँहरूले कसरी खानुहुन्छ मलाई कमेन्ट गरेर भनिदिनुहोस् ल। म चाहिँ यही टिप्दैछु। अझै आउने पुरा रहेछ। अब अझ एक खेप टिप्यो भने त्यहाँदेखि अहिले एकछिनमा गोरु जोत्दै ल्याउँछ आप्पाले, त्यहाँदेखि यहाँ सक्छ। त्यसले गर्दा अगाडि यहाँ गोरु जोत्नु अगाडि यो चाहिँ म टिपिहाल्छु गोरुहरू। तासको यति बेसी फल्दैछ यहाँ, तर हेरेर खानुपर्छ। फेरि यो सेतो खाले निहुरो हो कि, यसमा किरा हुन्छ पछाडि। त्यो किरा चाहिँ फेरि सब्जी त्यो पनि पसायो भने चाहिँ फेरि साह्रै नमिठो बुढी दुख्छ नि। त्यसले गर्दा यसलाई छानेर मजाले हेरेर केलाएर खानुपर्छ, धोएर त्यहाँदेखि मात्रै। अन्त त्यो किरा हुन्छ सानो सानो, अहिले देखिनँ मैले। यसमा त्यो किरा पसेछ भने साह्रो बुढी दुख्छ। त्यो कालो निहुरो जस्तो हुँदैन, त्यो कालो तिते। यो चाहिँ तितो हुँदैन फेरि, सेतो निहुरो। यति बेसी छ, म अब टाइम लाग्नै रहेछ मलाई। अलिकति भए पनि लान्छु। जो भारी मकै छर्नु लागि जोतेको, त्यही निहुरो टिप्दै गएको थियो। निहुरो चाहिँ मैले टिपिसकेँ, यति बेसी आयो, यति बेसी टिप्यो। मेरो बारी चाहिँ हाम्रो बारी मकै छर्ने। अझै मकैको टाइम छ भने, अब एक खेप छ भने टाइम, त्यसले गर्दा मकै छर्ने। माथि छ गोरुहरू, हेर्नुहोस् न सबै यो भइसक्यो। यो सबैको अब निकाल्नुपर्छ। फेरि अस्ति मजाले सफा गरिसक्यो क्या, फेरि अर्को बारीले गर्दा यहाँ भ्याइन, त्यसले गर्दा टाइमै पाइनँ। सो अब आज सक्छु होला, भोलि चाहिँ फेरि खन्नु बस्नुपर्छ सबैजना। त्यसले गर्दा सक्यो मेरो सब्जी पायो आजको।